नमस्ते। आज हामी कुरा गरौँ नेपाली संस्कृतिको एउटा एकदमै महत्त्वपूर्ण पर्व माघे संक्रान्तिको बारेमा। यो पर्वलाई विभिन्न समुदायले आआफ्नै नामले चिन्छन्, तर यसले हाम्रो प्रकृति र संस्कृतिमा एउटा विशेष मोड आएको सङ्केत दिन्छ। एउटा रमाइलो प्रश्नबाट सुरु गरौँ न है। कहिल्यै सोच्नु भएको छ, सूर्यको खगोलीय यात्रा, एउटा समुदायको नयाँ वर्ष अनि चाडपर्वमा हाम्रो थालमा सजिएका परिकारहरू, यी सबैलाई जोड्ने धागो चाहिँ के होला? आउनुहोस्, यही प्रश्नको उत्तर खोज्दै माघे संक्रान्तिको रहस्य खोलौं। ल, सबैभन्दा पहिले यो पर्वको खगोलीय र आध्यात्मिक पक्षलाई बुझौं। यो पात्रोको एउटा दिन मात्रै होइन, यो त प्रकृतिमा आउने एउटा ठूलो परिवर्तनको उत्सव हो। खासमा यो पर्वको नाममै यसको अर्थ लुकेको छ। संक्रान्तिको अर्थ हो सूर्यको पारगमन, अर्थात् एउटा राशिबाट अर्कोमा सर्नु। माघ 1 गते सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्छ। हो, यही विशेष खगोलीय घटनालाई हामी उत्सवको रूपमा मनाउँछौं। र यही दिनदेखि प्रकृतिमा एउटा गजबको परिवर्तन सुरु हुन्छ। सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ लाग्छ, जसको सोझो अर्थ हो अन्धकारबाट उज्यालोतर्फको यात्रा। अब दिनहरू लामा र रातहरू छोटा हुन थाल्छन्। यो आशा र नयाँ सुरुवातको कति सुन्दर प्रतीक होइन त? अब यो खगोलीय परिवर्तनलाई मानिसहरूले आफ्नो आध्यात्मिक शुद्धिसँग पनि जोडेका छन्। यस दिन पवित्र नदीहरूमा स्नान गर्नाले पाप नाश हुन्छ भन्ने गहिरो विश्वास छ। साथै घिउ, चाकु, तिल जस्ता खानेकुरा अनि न्यानो कपडा दान गर्दा ठूलो पुण्य मिल्छ भन्ने मान्यताले यो पर्वलाई परोपकार र सेवाभावसँग पनि जोड्छ। ल, धार्मिक पक्षबाट अलिकति अघि बढौँ है। अब कुरा गरौँ यो पर्वको वैज्ञानिक महत्त्वको। हाम्रा परम्परागत परिकारहरू स्वादका लागि मात्र होइनन्, यिनीहरूको पछाडि त गहिरो विज्ञान लुकेको छ। माघे संक्रान्ति भन्ने बित्तिकै मुखमा पानी आउँछ होइन त? अनि दिमागमा आउँछन् यी 5 कुराहरू: घिउ, चाकु, तिल, तरुल र खिचडी। यी हरेक परिकारको आफ्नै महत्त्व छ, जुन हाम्रो शरीर र त्यो बेलाको मौसमसँग सिधै जोडिएको छ। सोच्नुस् त, माघ महिनाको त्यो कठ्याङ्ग्रिदो जाडो हाम्रो शरीरलाई के चाहिन्छ? न्यानोपन र ऊर्जा। हो, घिउ र चाकुले ठिक्दै काम गर्छन्, शरीरलाई तत्कालै तातो बनाउने, ऊर्जा दिने र चिसोबाट बचाउने। त्यस्तै तिललाई त स्वास्थ्यको खजाना नै मानिन्छ। यसले शरीरलाई तागत दिने, हड्डी बलियो बनाउने अनि छालालाई स्वस्थ राख्न मद्दत गर्छ। हेर्नुस् त, यो सानो दानामा कति ठूलो गुण लुकेको छ। अनि तरुलको त झन् कुरै बेग्लै छ। यो केवल एक तरकारी मात्र होइन, जमिनभित्र हुर्कने भएकाले यसलाई भूमिको आशीर्वाद र प्रकृतिसँगको गहिरो सम्बन्धको प्रतीक मानिन्छ। यो सब देख्दा के लाग्छ भने हाम्रा पुर्खाहरू कति वैज्ञानिक सोचका थिए है। उहाँहरूले मौसम अनुसार शरीरलाई के चाहिन्छ भनेर बुझ्नुभएको थियो र त्यसैलाई पर्वसँग जोडिदिनुभयो। अनि आजको विज्ञानले पनि त यही भन्छ। यी परिकारहरूले हाम्रो रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटीलाई बलियो बनाउँछन्। तर माघे संक्रान्तिको कथा यतिमा मात्रै सकिँदैन। अब हेरौँ यही एउटा पर्वले एउटा समुदायको लागि कसरी बिल्कुलै फरक र अझ गहिरो अर्थ राख्छ। हामी कुरा गर्दैछौँ नेपालको थारू समुदायको। हो, थारू समुदायको लागि माघे संक्रान्ति केवल एक पर्व होइन, यो हो उहाँहरूको नयाँ वर्ष, माघी। यो उहाँहरूको लागि सबैभन्दा ठूलो उत्सव हो, जसले पारिवारिक मिलन, सामाजिक पुनर्संरचना र नयाँ सुरुवातको अवसर लिएर आउँछ। माघीको सबैभन्दा अद्वितीय र रोचक पक्ष भनेको यसको सामाजिक पुनर्संरचनाको प्रक्रिया हो। यही समयमा समुदायले आफ्नो नयाँ नेता अर्थात् बरघर छान्छ, वर्षभरिको हिसाब किताब मिलाउँछ अनि आपसी मनमुटाव र विवादहरूलाई समाधान गर्छ। यो समुदायलाई एकताबद्ध राख्ने कति सुन्दर र जीवन्त प्रणाली। वास्तवमा माघी पर्व भनेको ग्रासरुट डेमोक्रेसी अर्थात् जमिनी स्तरको लोकतन्त्र र समुदायले नै चलाउने शासनको एक शक्तिशाली जीवन्त उदाहरण हो। यसले देखाउँछ कि कसरी एउटा समुदायले मिलेर आफ्नो भविष्यको बाटो आफै तय गर्न सक्छ। ल, अब अन्त्यमा यो पर्वबाट हामी सबैले के सिक्न सक्छौँ त? यसका विश्वव्यापी सन्देशहरू के हुन्? माघे संक्रान्तिले हामीलाई धेरै कुरा सिकाउँछ। प्रकृतिसँग कसरी तालमेल मिलाएर बाँच्ने, परिवार र समाजको महत्त्व कति छ, पुराना कुराहरूलाई बिर्सेर नयाँ सुरुवात गर्ने साहस र सबैभन्दा महत्त्वपूर्ण कुरा, जीवनमा सन्तुलन कायम गर्ने कला।
हो, समयसँगै उत्सव मनाउने तरिका बदलिएको छ। आजकाल शहरहरूमा मेला लाग्छ, सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान हुन्छ। तर खुसीको कुरा के हो भने यसको मूल आत्मा, संस्कृति, स्वास्थ्य र समुदायलाई जोड्ने भावना अझै पनि उस्तै बलियो र जीवन्त छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु, के हामी आफ्नो आधुनिक व्यस्त जीवनमा प्रकृति, स्वास्थ्य र समुदायबीच सन्तुलन कायम गर्न यो पर्वको प्राचीन ज्ञानलाई अपनाउन सक्छौं? यो प्रश्न सबैको लागि छोड्दै आजलाई यति नै। धन्यवाद। नमस्कार। कहिले सोच्नु भएको छ आकाशको सूर्य, हाम्रो भान्साको परिकार अनि हाम्रो समुदाय, यी तीन कुरालाई एउटै धागोमा केले बाँध्छ होला? आज हामी यही रहस्य खोत्तल्दैछौं माघे संक्रान्तिबारे कुरा गरेर। हो, यसको जवाब हो माघे संक्रान्ति। यो एउटा यस्तो पर्व हो जसले सूर्यको खगोलीय यात्रालाई, हाम्रो शरीरलाई चाहिने पोषण र समुदायमा हुने नयाँ सुरुवातसँग एकदमै सुन्दर तरिकाले जोड्छ। ल, अब सुरु गरौँ। यो पर्वको चुरो कुरा बुझ्नको लागि सबैभन्दा पहिले त आकाशतिरै हेर्नुपर्छ, किनकि यसको कथा सुरु हुन्छ सूर्यको एउटा विशेष यात्राबाट जसले पृथ्वीमा नयाँ सुरुवातको सङ्केत दिन्छ। संक्रान्तिको सिधा अर्थ हो सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्नु। तर माघे संक्रान्ति किन यति विशेष छ त? किनभने यही दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ। र यो केवल एउटा खगोलीय घटना मात्रै होइन, यो त परापूर्वकालदेखि नै जाडोको अन्त्य र न्यानो दिनको सुरुवातको एउटा शुभ सङ्केत मानिँदै आएको छ। अझै सरल भाषामा भन्नुपर्दा यही दिनदेखि दिनहरू लामा र अलि न्यानो हुन थाल्छन्। यो त प्रकृतिले हामीलाई दिएको सन्देश हो कि अब सबैभन्दा चिसो र अँध्यारो समय सक्यो, अब उज्यालो र आशाको पालो। अनि आकाशमा भएको यही परिवर्तनलाई मानिसहरूले पवित्र नदीमा स्नान गरेर, सूर्य देवतालाई अर्घ्य दिएर र परिवारसँग बसेर मिठो मिठो परिकार खाएर मनाउँछन्। यी सबै कामहरू शरीर र आत्मालाई शुद्ध गरेर एउटा नयाँ सुरुवातका लागि तयार हुने प्रतीक हुन्। तर आकाशको यो परिवर्तनलाई हाम्रो शरीरले चाहिँ कसरी स्वागत गर्छ त? हो, यसको जवाब लुकेको छ हाम्रो भान्सामा। माघे संक्रान्तका परिकारहरू स्वादका लागि मात्रै खाइँदैन, यिनीहरूको पछाडि त गहिरो विज्ञान लुकेको छ। पर्वको थाल सम्झिनुहोस् त। घिउ, चाको, तिलको लड्डु, तरुल, खिचडी, यी सबै खानेकुराहरू माघको कठाङ्ग्रिन्दो जाडोमा हाम्रो शरीरलाई न्यानो राख्न र रोगसँग लड्ने शक्ति दिनकै लागि विशेष रूपमा छानिएका हुन्। र यसले के देखाउँछ भने हाम्रा पुर्खाहरूको ज्ञान विश्वासमा मात्रै आधारित थिएन। उनीहरूलाई राम्रोसँग थाहा थियो कि प्रकृतिमा पाइने कुन कुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ, र त्यही कुरालाई आजको विज्ञानले पनि सही ठहर्याउँछ। जस्तै घिउ र चाकुले शरीरलाई ताप र तत्काल ऊर्जा दिन्छ, तिलले हड्डी बलियो बनाउँछ भने तरुल जस्ता कन्दमूलले रोगसँग लड्ने क्षमता बढाउँछ। भनौँ न, यो त एक किसिमको प्राकृतिक विन्टर डायट हो जसले हामीलाई मौसम अनुसार कसरी स्वस्थ रहने भनेर सिकाउँछ। तर माघे संक्रान्ति खगोन र भोजनको पर्व मात्रै होइन है। नेपालको थारू समुदायका लागि त यो माघी हो, र उनीहरूका लागि यसको एउटा बिल्कुलै फरक र गहिरो सामाजिक अर्थ छ। हो, थारू समुदायका लागि माघी एउटा पर्व मात्र होइन, यो त उनीहरूको नयाँ वर्ष नै हो। यो समय हो परिवारसँग भेटघाट गर्ने, पुराना कुरा बिर्सेर नयाँ सम्बन्ध बनाउने र पुरै समुदायले सँगै बसेर आउने वर्षको योजना बनाउने। यो प्रक्रियालाई एकपटक ध्यान दिएर हेरौँ त। नयाँ नेता चुन्ने, पुरानो हिसाब किताब सबै मिलाउने अनि मनमुटाव र झगडा सुल्झाउने, यो त समुदायले आफैलाई व्यवस्थित गर्ने एउटा जीवन्त र सुन्दर लोकतान्त्रिक अभ्यास हो जुन हरेक वर्ष माघीमा नवीकरण हुन्छ। अहिलेसम्म हामीले के देख्यौं भने माघे संक्रान्ति सूर्यको यात्रा, शरीरलाई दिने ऊर्जा र समुदायको नयाँ सुरुवातको पर्व हो। तर यी सबै कुराभन्दा पर यसले हामी सबैलाई केही गहिरो र सधैँ सान्दर्भिक रहने सन्देशहरू दिन्छ। सोच्नुस् त, प्राचीन कालमा एउटा खगोलीय घटनाको रूपमा, कृषि युगमा बालीनालीसँग जोडेर, अनि आज आधुनिक शहरहरूमा पारिवारिक जमघटको रूपमा यसलाई मनाउने तरिका त कति बदल्यो, तर यसको केन्द्रमा रहेको भावना भने उस्तै छ, प्रकृति र आफ्ना मानिसहरूसँग जोडिने चाहना। खासमा यो पर्वले हामीलाई एउटा महत्त्वपूर्ण दर्शन सिकाउँछ।
प्रकृतिसँग, आफ्नो समुदायसँग र आफ्नै शरीरसँग सन्तुलन मिलाएर कसरी एउटा अर्थपूर्ण जीवन जिउने? त्यसो भए यो माघे सङ्क्रान्तिले हामीलाई एउटा प्रश्न सोधिरहेको छ के हामी पनि आफ्नो व्यस्त जीवनमा प्रकृति र सम्बन्धहरूका लागि अलिकति ठाउँ निकालेर एउटा नयाँ सन्तुलित सुरुवात गर्न सक्छौँ त? यसको जवाब सायद हामीभित्रै छ।